तपाईँले देखिराख्नु भएको छ महेन्द्रनगरको कृषि हाट बजार, भीमदत्त नगरपालिकाले बनाएको कृषि हाट बजार आज तपाईँलाई घुमाउँदैछु। यो कृषि हाट बजार कस्तो छ तपाईँ हेर्नुहोस् है, हेर्नुहोस् यो कृषि हाट बजार। यो कृषि हाट बजारको उद्देश्य नराम्रो होइन, यस्तो हाट बजारहरू हुनुपर्छ र महेन्द्रनगरमा त झन् आवश्यक थियो, यो छ अहिले पनि। तर यस्तो खालको विकास तपाईँले देखिराख्नु भएको छ। यो बनेको छ, यो 3 त यहाँ बनेको छ, अनि 3 पछि उता पनि तपाईँ अलिक पछाडि हेर्नुहुन्छ भने त्यहाँ पनि अधुरो खालको निर्माण छ। पिलरहरू पोलहरू चाहिँ ठडाइएका छन्, तर ती पोलहरूमा काम भएको छैन। तपाईँले देख्न सक्नुहुन्छ यो अपरेसनमा छ कि यो सञ्चालनमा छ कि छैन। यो कृषि हाट बजार भन्ने कृषकहरूले आफैले उत्पादन गरेका कृषिजन्य उत्पादनहरूलाई ल्याएर यहाँ आफैले बेच्ने व्यवस्थाका लागि यो बनाइएको हुनुपर्छ। तर आज त्यो अवस्था छैन। यहाँ स्थानीय कृषकहरू चाहिँ आफ्नो उत्पादनहरू बजारका फुटपाथमा साइकलमा घुमाएर बेच्न बाध्य छन्। उनीहरू बर्खाको पानी वर्षामा, भारी वर्षामा र हिउँदको चाहिँ पठ्याङ्ग्री चिसोमा पनि फुटपाथहरूमा बसेर आफ्नो सामग्रीहरू बेचिरहेका छन्। यहाँ व्यवस्थित गर्ने कुनै पनि किसिमको पहल भएको छैन। यो 5 वर्ष अगाडि बनेको थियो र अहिले यो एक किसिमको यो ठेलागाडाहरू दिनभरि बजारमा घुमाउने अनि बेलुका ल्याएर यहाँ पार्किङ गर्ने ठेलागाडा को चाहिँ यो पार्किङ स्टेसन जस्तो भएको छ। यहाँ पनि केही तरकारी व्यवसायहरू बस्नुहुन्छ, तर ती तरकारी व्यवसायहरू ले चाहिँ कृषक नभएर उहाँहरू व्यवसायी मात्रै हो। उहाँहरूले अहिले दिउँसोतिर यसो तरकारी बेच्नुहुन्छ यहाँ बसेर। तर कृषकको कृषि हाट बजारको उद्देश्य जुन थियो त्यो उद्देश्य चाहिँ पुरा हुन सकेछ। यो अहिले पनि पुरा भएको छैन। अझै पनि केही पिलरहरू उभिएका छन्, बनाउनु बाँकी छ। र तपाईँले अर्को कुरा देख्नु भएको छ, यहाँको फोहोर, यो फोहोर हेर्नुहोस्। यो फोहोर जताततै फोहोर छ, जताततै प्लास्टिकहरू छन्। यहाँ छाडा गाई बस्तु बस्ने ठाउँ बनेको छ। यस्तो दुर्दशा छ यो कृषि हाट बजार भनेर। यो दुर्दशापूर्ण अवस्थामा यो लथालिङ्ग कम्तीमा पनि यसमा चाहिँ लाखौँ रुपियाँ खर्च भएको हुनुपर्छ। 30-35 लाखभन्दा त तलकै खर्च हुन्थ्यो। र सबभन्दा महत्त्वपूर्ण कुरा के भने यो नगरको एउटा एकदमै महत्त्वपूर्ण खाली जग्गा थियो। यसमा केही अरू ध्यानहरू बनाउन सकेको भए, पार्कहरू बनाउन सकेको भए, पार्किङ स्पटहरू पनि पार्किङ स्थलै बनाइदिएको भए पनि धेरै ठुलो कुरा हुन्थ्यो। तर दुर्भाग्य त्यसो हुन सकेन। कसले हेर्ने यतातिर भन्ने नै अब एकदमै यो असमञ्जसको अवस्था छ। यहाँ कसैले हेर्दैन। भीमदत्त नगरपालिकाको ध्यान यतातिर किन जान सकेको छैन भन्नेमै म आश्चर्यचकित छु। धन्यवाद।